ताजमानिया गभर्नमेन्टले यो फिस्कल इयर 2026-27 को लागि आफ्नो नोमिनेसन कोटा प्राप्त गरिसकेको सूचना जारी गरेको छ। जस अनुसार 2026-27 को लागि जम्मा 2050 कोटा ताजमानियन गभर्नमेन्टले प्राप्त गरेको छ। 190 सब क्लासको लागि 1250 र 491 सब क्लासको लागि 800 कोटा प्राप्त गरेको ताजमानियन गभर्नमेन्टले जनाएको छ। यसको लागि ताजमानियन गभर्नमेन्टले छिट्टै नै आफ्नो वेबसाइट मार्फत आरओआई हाल्नको लागि प्रोसेस अगाडि बढाउने उद्घोष गरेको छ। अब तपाईहरू पनि ताजमानियन गभर्नमेन्टबाट दिन लागेको 190 र 491 नोमिनेसन चाहनुहुन्छ भने स्किल एसेसमेन्ट भ्यालिड छ कि छैन हेर्नु पर्यो, इङ्ग्लिस ल्याङ्ग्वेज भ्यालिड छ कि छैन हेर्नु पर्यो भनेदेखि करेन्ट पोइन्ट टेबलमा 190 र 491 सब क्लासमा एटलिस्ट पनि इन टोटल 65 पोइन्ट पुग्ने गरी बस्नु पर्यो। जति सकिन्छ मार्क्स बढाउने कोसिस गर्नु पर्यो।